हेलो साथीहरू, आज पनि फेरि म अर्को भिडियो लिएर आइसकेको छु। आशा छ मलाई साथ र सपोर्ट दिनुहुनेछ। आज चाहिँ मैले म्याङ्गो चक्लेटको चाहिँ बरफ बनाउने ट्राई गरेको छु। त्यसको लागि मैले लिएको छु म्याङ्गो, अनि त्यसपछि अलिकति चिनी, अनि त्यसपछि चक्लेट। आँपलाई चाहिँ मैले यसरी चम्चाले निकालेर राखेको छु। अब तपाईँहरूले चाहिँ पिस पिस कटिङ गरेर निकाल्नु भए पनि हुन्छ। मलाई यसरी सजिलो लाग्छ, त्यही भएर मैले यसरी निकालिरहेको छु। र पछिल्लो भिडियो चाहिँ तपाईँले हेर्नु भएको छैन भने चाहिँ प्लिज हेर्नु होला। मैले बिरयानी बनाएको थिएँ र जसले पनि मलाई त्यो भिडियो हेरेर सब्सक्राइब गरिदिनु भयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र जसले चाहिँ आज पहिलोचोटि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ प्लिज डु सब्सक्राइब माई च्यानल भन्न चाहन्छु। अब भने मैले चाहिँ मिक्सचरमा चाहिँ चिनी र चक्लेट राखेर चाहिँ मैले ब्लेन्ड गरेको छु। एकछिन ब्लेन्ड गर्दाखेरि चाहिँ यतिको धुलो भएको छ र यो यतिको धुलो भइसकेपछि चाहिँ मैले चाहिँ यसमा चाहिँ आँपलाई एड गरेको छु। आँपलाई एड गरेको छु र मैले आँप सँगसँगै चाहिँ अलिकति पानी हालेको छु। तपाईँहरूले चाहिँ अप्सनलमा दुध पनि हाल्न सक्नुहुन्छ। र यसरी चाहिँ मैले मिक्सर गरिसकेपछि यसको टेक्स्चर चाहिँ एकदम राम्रो क्रिमी टाइपको भएको थियो र अहिले क्रिमी टाइपको भएको छ। एउटा चाहिँ मैले भरिसकेको थिएँ अर्लेडी, अनि अर्को चाहिँ मेरो बाबुले भर्ने भनेकोले चाहिँ मैले उसलाई दिइरहेको छु। अहिले चाहिँ यो भाँडा जुन आइसक्रिम बनाउने भाँडा छ त्यसमा चाहिँ मैले यसलाई चाहिँ खनाएको छु। यो चाहिँ एकदम राम्रो नै छ हैन। मेरो बाबुले पनि राम्रो तरिकाले चाहिँ उसले हालिरहेछ। ऊ एकदम डिसिप्लिनमा बसेर हालिरहेछ उसले। र यसरी हालिसकेपछि चाहिँ यसलाई कभर गरेर हामीले चाहिँ फ्रिजमा हाल्नुपर्छ। यसरी बच्चाहरूले चाहिँ कहिलेकाहीँ आइसक्रिम खान्छु भन्दाखेरि बाहिर जान मन नलागिरहेको हुन्छ, कहिले के भइरहेको हुन्छ। यसरी भएको चिजबाट चाहिँ भएको कुराबाट चाहिँ हामीले यसरी आइसक्रिम बनाएर दिन नि सक्छ। र यसरी चाहिँ आइसक्रिम चाहिँ उनीहरूले आफैले बनाएको देख्दाखेरि चाहिँ उनीहरू पनि धेरै खुसी हुन्छ। त्यही भएर तपाईँहरू पनि एकचोटि ट्राई गर्नु होला, किनकि यो आँपको सिजन छ। र यसरी चाहिँ मैले 4वटा बनाएँ। अर्को चाहिँ बाँकी मैले कपमा हालेँ। त्यो कपवाला चाहिँ कस्तो हुन्छ थाहा छैन। अराउन्ड त्यस्तै 3 घन्टापछि चाहिँ मैले निकालेँ यो बरफलाई। र निकालिसकेपछि चाहिँ मैले निकाल्न चाहिँ अलिकति पानी हालेर चाहिँ मैले यो निकालेको छु। र यसरी चाहिँ रेडी भएको थियो बरफ, र मेरो बाबुले पनि धेरै इन्जोय गरेको थियो। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।